हेलो गाइस, वेलकम बैक टु माई भिडियो। म आज स्कुलदेखि आएर ब्याग स्याग राखेर कपडा चेन्ज गर्न लागे। त्यसपछि कपडा चेन्ज गरेकै थियो कि मलाई घरमा फुटबल देख्यो। मलाई आज फुटबल खेल्न जान मन लाग्यो गाइस। त्यसपछि मैले आफ्नो साथीलाई कल गरेर छिटो आइज भने। त्यसपछि फोन राखेँ गाइस मैले। त्यसपछि ब्याग स्याग प्याक गरेँ र रेडी भएर म चट्ट लाएर हिँडिदिएँ र मेरो साथी पनि आइसकेको रहेछ गाइस। हेर्न सक्नुहुन्छ, यो मेरो साथी चस्मा लाएर आएको छ गाइस। अझै म त्यसै गरी गाडीमा हिँडिदिएँ। त्यसपछि गाइस म आधा बाटो हिँडेँ र मेरो साथी पनि हिँडेर गयो र एकछिनमा हामी आफ्नो फुटबल ग्राउन्डमा पुग्यौँ गाइस। हेर्न सक्नुहुन्छ, त्यहाँको भ्यू चाहिँ यस्तो राम्रो थियो। पछाडिको मेरो ग्राउन्ड हो। त्यसपछि हामी त्यहाँ पुगिसकेपछि एकछिन बस्यौँ गाइस। हेर्न सक्नुहुन्छ गाइस। त्यसपछि म एकछिनपछि मैले अलि उता सरेर आफ्नो जुत्तालाई ढो गरेर जुत्ता लाएँ गाइस। हेर्न सक्नुहुन्छ, तना बान्न लाछु गाइस म। अनि यसो साथीसित गफ गर्दै जुत्ता लाइरहेको थिएँ। अर्को लेफ्ट खुट्टाको जुत्तालाई पनि ढो गरी मैले त्यो जुत्ता नि लाएँ गाइस। अनि तना बाँधेँ त्यसको नि गाइस। त्यसो गाइस तना बाँधिसकेर म यसो रेडी भएँ र यसो वार्मअप गरे जस्तो गरेँ गाइस होइन। त्यसपछि गाइस मैले आफ्नो फुटबल ब्यागदेखि निकालेँ र त्यो फुटबलभित्र एयर हाल्न लागेँ गाइस। यसरी मैले फुटबलमा एयर हालेर फुटबललाई पक्क फुलाएँ गाइस। त्यसपछि त्यो फुटबल मैले यसो बाउन्स गरेर हेरेँ, हावा कतिको राम्ररी गएको रहेछ गाइस। ठिकै गएको थियो र मैले अर्को फुटबलमा अलिकति हावा थिएन, अझै त्यसमा पनि मैले हावा फिल गरेर त्यसलाई पनि त्यस्तै पक्का बनाएर उफारेर हेरेँ कतिको राम्ररी हावा गएको रहेछ गाइस। अनि म बल कोन मार्क सबै कुराहरू बोकेर ग्राउन्डतिर हिँडिदिएँ र यसो जग्लिङ स्किल देखाऊँ भनेको धन्नै खुट्टा अल्झेर लोटेको गाइस। केही छैन, फेरि ट्राई गरौँ भनेर म फेरि जगल गरी हिँड्न लागेँ गाइस। देख्न सक्नुहुन्छ, यसो स्किल देखाइदिएको गाइस। अनि म बल लिएर कुदेँ। यसरी जान लाग्यो भने त गाइस राति भइसक्छ। अनि म फाइनली ग्राउन्डमा पुगेँ गाइस। ग्राउन्डको भ्यू चाहिँ यस्तो थियो गाइस। हेर्न सक्नुहुन्छ, क्यामराम्यान पनि मेरो पछि आहा। अनि यसपछि मैले आफ्नो साथीसित पुसअप च्यालेन्ज खेलेँ गाइस। मैले त्यसपछि देखाएँ आफ्नो तागत। हेर्न सक्नुहुन्छ गाइस, क्ल्यापिङ पुसअप गरेँ मैले भने मलाई जित्छस् भाइ भनेर मैले नि क्ल्यापिङ पुसअप देखाइदिएँ गाइस त्यसलाई। अनि अन्त्यमा मै जितेँ गाइस। यस्तरी पुसअप हाने लास्टमा त क्ल्यापिङ पुसअप सकेन। अनि यस्तरी जम्प हानेर रेडी भएँ गाइस। अनि मैले मार्कहरू सेट गर्न लाएँ। अनि त्यसलाई नि मार्क त्यहाँ लगा भनेर भने। अझै त्यसले लाइरहेको थियो। मैले भने त्यहाँ होइन त्यहाँ ला भनेर गाइस। अब के गर्नु, साथी लाटो भयो अनि बुझाउनै गाह्रो गाइस। अनि मैले त्यसलाई सिकाएँ, यसो गर है भनेर सिकाएँ। यहाँसम्म आ, त्यहाँदेखि जोगिङ गर भनेर सिकाएँ गाइस त्यसलाई। मार्कहरू सेट गरेँ। त्यसै मार्कहरू सेट गरेर गाइस हामी दुईजना कुद्न लाग्यौँ। त्यसपछि यसो वार्मअप गरे जस्तो स्प्रिन्ट हान्यौँ गाइस हामीले। फर्स्ट ड्रिल चाहिँ हामीले यसरी नै गऱ्यौँ गाइस। हेर्न सक्नुहुन्छ। अनि फेरि उफ्री गऱ्यौँ गाइस। अझै नेक्स्ट ड्रिल चाहिँ हामीले यो गऱ्यौँ, जिगज्याग स्प्रिन्ट गरेर दुगुर्ने गाइस। हेर्न सक्नुहुन्छ, यस्तरी भ्याउता जस्तै उफ्रेर गाइस स्प्रिन्ट हान्ने हाम्रो यो ड्रिल थियो। त्यसपछि गाइस मैले फेरि कोन सेट गरेर त्यो पनि मलाई हेरिरहेको थियो कसरी गर्छ यसले भनेर गाइस। त्यसपछि मैले सेट गरेँ, मेरो पछाडि आ म तँलाई सिकाउँछु भने गाइस। त्यसपछि गाइस म चाहिँ यस्तरी जिगज्याग रनिङ गरेँ। जिगज्याग रनिङ गर्न गाइस इम्पोर्टेन्ट छ, किनभने अब जिगज्याग रनिङ गऱ्यो भने हाम्रो मोबिलिटी राम्रो हुन्छ गाइस।
हजुरले पनि गर्नु होला र हामीले ती 3 सेट गऱ्यौँ यसको जिगज्याग रनिङको। जिगज्याग रनिङ गर्दा थाकिन त थाकिन्छ तर फाइदा दिन्छ गाइस। त्यसपछि गाइस म पनि यसो रोनाल्डो बनिदिएको गाइस, यसो स्किलहरू सो अफ हान्दै गाइस हेर्न सक्नुहुन्छ। जापानको प्लेयरहरू भन्दा नि कडा के हो र जापानको प्लेयर भन्दै यसो मैले जापानिज स्किल देखाइदिएँ गाइस। ब्राजिलियन भन्दा नि कम हुन्न, हेर्नु सक्नुहुन्छ गाइस। रोनाल्डो जस्तै स्टेप ओभर हानिरहेको छु गाइस, सक्छ त कसैले। अनि यसै गरी मैले स्किल देखाएँ एकछिनसम्म फ्री भएर, यस्तरी स्किल देखाएँ गाइस। अब के गर्ने, डिफेन्डरलाई बिट गर्न त पर्यो गाइस। अनि मैले यो रोनाल्दिनोको स्किल हानेर भविष्यको रोनाल्दिनो मै हो भनेर साबित गरिसकेपछि फेरि एकचोटि स्टेप ओभर र इलास्टिक हाने गाइस। बिस्तारै बिस्तारै अँध्यारो पनि भइसकेको थियो, आँखा राम्ररी नदेखे पनि स्किल त कडा कडा हानिरहेको थिएँ गाइस मैले, हेर्न सक्नुहुन्छ। क्या फास्ट स्किल हान्छु गाइस, हेर्न सक्नुहुन्छ। रोनाल्डो जस्तै, रोनाल्डो चोप ड्रिबल मेरो नेक्स्ट कडा लेभलको। अनि त्यसपछि गाइस म यस्तै गर्दै गर्दै एकछिन मैले मजा गरेपछि एउटा फ्री किक हाने फर्स्ट। त्यसपछि त्यो फ्री किक क्रस बारमा ठोकेर फिर्ता आयो, म त्यो बललाई लिन गएँ र त्यसपछि मैले फेरि एकचोटि ट्राई गरौँ न भनेर हान्न लागेँ गाइस। अँध्यारो भइसकेको थियो, कसरी हानु मलाई थाहा थिएन। त्यत्तिकै हानिदिएको त ग्रास बल गएछ गाइस, राम्ररी गाह्रो हुन्छ। गाइस फेरि हामी ट्रेनिङ गर्न लाग्यौँ कोनरिल, जब मैले त्यसलाई सिकाएँ यसरी यसरी गर लाटा भनेर गाइस। मैले यसरी यसरी कोनरिल गरेँ गाइस, हेर्न सक्नुहुन्छ। मैले जस्ट कटिङ ड्रिबलिङ गर्दै कटिङ हान्दै त्यस्तै गर्न लाएँ, त्यसले पनि गरेको गाइस, हेर्न सक्नुहुन्छ। त्यसले पनि ठिकै गरिरहेको थियो, त्यो अहिले बिगिनियर हो, त्यही भएर मैले त्यसलाई सिकाइरहेको थिएँ गाइस। अझै मैले पनि हेर्न सक्नुहुन्छ गाइस, मैले नि गरेँ। मलाई मेन आफ्नो ड्रिबलिङमाथि फोकस गर्नु छ र फिनिसिङमाथि गाइस। अँध्यारो भइसकेको थियो, त्यही भएर फिनिसिङ गर्नु गाह्रो हुन्छ भनेर गरेन। हेर्न सक्नुहुन्छ गाइस, धन्नै लोटिसकेको थियो, तर के गर्नु गाइस, नेमार फ्यान हो यो भाइ, त्यही भएर लोट्ने बित्तिकै जुरुक्क भइहाल्यो। त्यसपछि मलाई पास गर्यो बल र मैले पनि देखाउन लाएँ आफ्नो जादु गाइस। यसरी यसरी चाहिँ जिगज्याग ड्रिल गर्छ भनेर त्यसलाई देखाएँ गाइस। हेर्न सक्नुहुन्छ मैले क्या कडा तरिकाले गर्दैछु गाइस, सक्छ त कसैले भनेर त्यसै ड्रिल गरेर त्यो माथि बल पास गरेँ मैले, त्यसले पनि च्याप्प समात्यो र त्यसपछि त्यसले पनि गर्यो। फेरि म कोनरिल गर्न लाएँ, बिस्तारै बिस्तारै राति भइसकेको थियो गाइस। अब के गर्नु, अब बेलुका गएको, बिस्तारै बिस्तारै राति भइसकेको थियो। अझै अँध्यारोमै हामीले 2-2.5 घन्टासम्म ट्रेनिङ गऱ्यौँ, बिस्तारै अँध्यारो भयो। अँध्यारोमा केही पनि देखेको थिएन। त्यसपछि हामी दुइटाले बुटसुट बोकेर घरतिर चल्दै गाइस। अब अर्को भ्लगमा मिलाउँला, बाई।